20 खेलमध्ये 12 खेलको जित आवश्यकता नेपाल टिमलाई। युएईमा हुन लागेको सिरिजले नेपाल टिमलाई निकै नै सहयोग गर्न सक्छ। नेपाल टिमले 100% जित निकाल्न सक्छ भने अङ्क तालिकामा फेरबदल गर्ने अवसर नेपाल टिमलाई रहनेछ। नेपाल टिमले यदि जित हासिल गर्छ भने अङ्क तालिकामा एक स्थान महत्त्वपूर्ण सुधार नेपाल टिमले गर्न सक्छ। भन्दा अघिल्लो संस्करणमा 12 खेलमध्ये 11 खेल जितेको नेपाल टिम त्यस्तै किसिमको प्रदर्शन गर्ने अवस्थामा पुगिसकेको छ। नेपाल टिमको रणनीति कस्तो रहन्छ, अमेरिका र युएई विरुद्धको हेड टु हेड कसरी नेपाल टिमले जितहरू हासिल गर्न सक्छ, त्यो सम्बन्ध सम्पूर्ण अपडेट रहनेछ। युएईमा हुन लागेको लिग 2 सिरिजका लागि नेपाल टिमका लागि कुन कुन खेलाडी की प्लेयर बन्न सक्छन् त्यो सम्बन्धी पनि सम्पूर्ण अपडेट रहनेछ। भिडियो मन परेमा एक लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब र कमेन्ट बक्समा नेपाल टिमलाई अवश्य पनि शुभकामना प्रदान गर्नुहोला। 20 अक्टोबरदेखि सञ्चालन हुने लिग 2 मा नेपाल, अमेरिका र युएई को टिम रहेका छन्। प्रत्येक टिमले 4 वटा खेल खेल्नेछन्। नेपाल टिमको पहिलो खेल अमेरिकासँग 26 अक्टोबरमा रहेको छ। दोस्रो खेल नेपालले 20 अक्टोबरमा युएईसँग प्रतिस्पर्धा गर्दा 1 नोभेम्बरमा फेरि अमेरिकासँग खेल्न लागेको छ। लिग 2 अन्तर्गतको यो सिरिजमा नेपाल टिमले अन्तिम खेल 5 नोभेम्बरमा खेल्न लागेको छ। नेपालका लागि प्रत्येक खेल निकै नै महत्त्वपूर्ण साबित हुनेछन्। यो सिरिजमा कम्तीमा पनि 3 जितका साथ नेपाल टिम अगाडि बढ्न चाहन्छ। 3 जित हासिल गर्न सके नेपाल टिम यथावत पोइन्ट टेबलमा रहे पनि आफ्नो अङ्क संख्या भने 18 पुर्याउनेछ। युएईको टिमले 16 खेलमा 6 अङ्क मात्रै प्राप्त गरेको छ भने अमेरिकाको टिमले 20 खेलमा 28 अङ्क प्राप्त गरिसकेको छ। यसकारण पनि नेपाल टिमका लागि यो सिरिज निकै नै महत्त्वपूर्ण साबित रहनेछ। कम्तीमा पनि 3 खेलमा जित हासिल गर्न सके 18 अङ्क सहित नेपाल टिम शीर्ष 4 भित्र अटाउनको लागि सङ्घर्ष गर्नेछ। बाँकी रहेको 20 खेलमध्ये 12 देखि 13 खेल जित्नुपर्ने अवस्थामा रहेको नेपाल टिम त्यसपछि 16 खेलमा 10 जितको आवश्यकता रहनेछ। नेपाल टिमले यस्तो चमत्कारहरू निकै नै पटक गरिसकेको छ। योभन्दा अघिल्लो लिग 2 को सिरिजमा पनि त्यही किसिमको चमत्कारिक प्रदर्शन गर्दै नेपाल टिम विश्वकप छनौटको खेलहरू खेल्न पुगेको थियो। नेपाल टिमको मुख्य चुनौती भनेको ओपनिङ ब्याटिङ र मध्यक्रमको साझेदारलाई अघि बढाउनु निकै नै ठूलो समस्या रहेको छ। त्यसको समाधान अनिल कुमार शाह टिममा आएसँगै प्रिय खेलमा नेपाल टिमलाई केही सहज हुन सक्छ। ओडिआईमा ब्याटिङ र फिल्डिङमा चुस्ती दुस्ती देखाउने भीम सार्की पनि टिममा समावेश भएसँगै नेपाली टिमलाई केही राहत समेत मिल्नेछ। अमेरिका विरुद्ध योभन्दा अघिल्लो सिरिजमा सन्दीप लामिछाने एक्लैले 6 विकेट चटकाउन सफल भएका थिए र त्यो खेलमा अमेरिकाको टिम सर्वाधिक लो स्कोर अर्थात् 35 रनमा समेटिन पुगेको थियो र सन्दीप एक्लैले 6 विकेट लिँदै शानदार किसिमको प्रदर्शन गर्न पुगेका थिए र यो सिरिजमा पनि सन्दीप लामिछाने नायक बन्ने आशा गरिएको छ। ब्याटिङ, बलिङ, फिल्डिङमा कुशल भुर्तेल शानदार किसिमको प्रदर्शन गरिरहँदा रोहित कुमारको क्याप्टेनसिप पनि शानदार किसिमको अहिले चलिरहेको छ। भर्खरै मात्र टी20 विश्वकपमा पुर्याएका रोहित कुमार पौडेल आफ्नो राम्रो लयमा देखिरहेका छन्। त्यसैको फाइदा उठाउँदै नेपाल टिमले अमेरिकामाथि जित हासिल गर्न सक्छ, तर अमेरिकाको टिमलाई सामान्य आकलन गर्नु निकै नै मूर्खता रहनेछ। विश्वभरिका राम्रा प्लेयरलाई आफ्नो टिममा समावेश गर्दै युएसीको टिमले बलियो टिम बनाइरहेको छ। खास गरी विदेशी खेलाडीलाई समेट्दै अमेरिकाले आफ्नो बलियो स्क्वाड बनाइरहेको हो। अमेरिकाको टिममा भारत, न्युजिल्यान्ड, वेस्ट इन्डिजका खेलाडीलाई समेट्दै आफ्नो बलियो प्लेइङ 11 बनाइरहेको छ। टिम नेपाल अमेरिका विरुद्ध जित निकाल्न चाहन्छ भने सुझबुझका साथै टिमवर्कका साथ खेलहरू खेल्नुपर्ने आवश्यकता रहनेछ। नेपाल र अमेरिकाको टिम हेड टु हेडमा समान रहेका छन्। खेलिएका 6 खेलमध्ये 3 खेल नेपालले जित हासिल गर्दा 3 खेल अमेरिकाले पनि जितेको छ। नेपालका लागि प्रत्येक खेल महत्त्वपूर्ण रहनेछन् र खेलाडीहरूबाट गल्तीको गुन्जाइस रहने छैन। नेपाल टिमले आफ्नो 100% दिँदै पहिलो खेलमा अमेरिकाको टिमलाई पराजित गर्दै सुख सुरुवात गरोस्, यही शुभकामना रहेको छ। यस्तै क्रिकेट र खेलको सम्बन्धी अपडेटका साथ उपस्थित हुनेछौँ। अहिलेको लागि यति नै। हस्त नमस्ते। जय नेपाल, जय नेपाली क्रिकेट।